श्री सरस्वत्यै नमः। ओम नमो ब्रह्मादिभ्यो ब्रह्म विद्या संप्रदाय कर्तृभ्यो बम सर्षिभ्यो महद्भ्यो नमो गुरुभ्यः। सर्वोपप्लवरहित प्रज्ञानघनः प्रत्यगर्तो ब्रह्मैवाहमस्मि। शान्तं शाश्वतमप्रमेयमनघम् निर्वाण शान्तिप्रदम् ब्रह्मा शम्भुफणेन्द्रसेव्यमनिशम् वेदान्तवेद्यं विभो। रामाख्यं जगदीश्वरं सुरगुरुं मायामनोऽस्यं हरिं वन्देऽहं करुणाकरं रघुवरं गोपालचूडामणि। कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। भवानी शङ्करो वन्दे श्रद्धाविश्वासरूपिणो यज्ञं विना न पश्यन्ति सिद्धास्वान्तस्वामीश्वरम्। जय जय श्री राधा रमण जय जय नवल किशोर जय गोपी चित्तचोर प्रभु जय जय माधवचोर। बोलिए भागवत भगवान को, पतित पावन भगवान नाम को, श्रीमद् भागवत महापुराण को, सप्ताह जन्म यज्ञ को। समारोह में सज्जन आवेश हमरो चंचल भय तो मन लाई धैर्य धारण करके बोले तला लो आराध्य भगवान का हरे नाम संकीर्तन करे। हमरो चंचल भय तो मन लाई का गीत गावे। केशव माधव हरि हरि बोल केशव माधव हरि हरि बोल गोविंद माधव गोविंद
अखिलेश्वर कारण करुणा करुणालया भक्तवांछा कल्पतरु तरेन्द्रित विनंदित पीतांबरधारी उन्हीं दयालु आराध्य परम ब्रह्म परमात्मा भगवान श्री हरि का पावन प्रसंग चरित्र संगीतमय श्रीमद् भागवत सप्ताह जन्म महायज्ञ को आज हमरो 14 सायंकालीन सत्र में उपस्थित भइसकेका छौं। अत्र आवा स्थापित पूजित देवी देवता लक्ष्मी नारायण भगवान षोडश मातृका नवग्रह सांब सदाशिव आशुतोष भगवान का चरण कमल में नमन गर्दै आसन में आश्रित गुरु गणपति को आसन में विराजमान भएर बस्नुहुने गणपति गुरु एवं हाम्रा प्यारा प्यारा संगीतकार मित्र यो हाम्रो सानो आवाजमा यहाँका घर सन जन समन मन समन पुर्याएर साथ दिनुहुने हाम्रा प्राविधिक मित्र हामी सबैलाई एउटा छत्र छायामा राखेर यो अवसरलाई प्राप्त गराउनुहुने हाम्रा आदरणीय समस्त गाउँले परिवार माता पिता दाजु भाउजू एवं समस्त गाउँले परिवार हामीलाई सबैतिर साथ दिनुहुने हाम्रा मनोरञ्जन झाँकीहरू देखाएर साथ दिनुहुने हाम्रा झाँकी गुरु भोजनमा साथ दिनुहुने भोजन गुरु एवं यत्र तत्र आत्मतिर साथ गर्नुहुने समस्त भगवानका प्रेमी सज्जन भक्तिवल वत्सलमयी माताजीहरू भाव पिताजीहरू धर्म प्राण दाजुभाइ तथा भगिनीका स्नेहजन दिदीबहिनी एवं साना साना बाल गोपालहरूमा मेरो तर्फबाट र व्यासको तर्फबाट श्री हरि अभिवादन गर्दछु। सबैले स्वीकार गर्नुहोस् श्री हरि। सबैजना सज्जन एक दिन दुई दिन तीन दिन चार दिन भन्दै आज हाम्रो लगभग अन्तिम रात्रिकालीन सत्र हामी उपस्थित भइसकेका छौं। भोलिदेखि तपाईहरुलाई म भन्दिन बसेर राधे राधे पनि भन्नु
तपाईँ जप्नुहुन्छ मैले त 7 दिनसम्ममा हजुरलाई कति बुझाउन सकेँ कति हजुरले लिन सक्नुभयो मेरो त केवल आज रात्रि मात्र यति नै हजुरलाई भन्ने हो भोलिदेखि त तपाईँ आफूले अर्कालाई सिकाउनु हो तपाईँले के भनेर सिकाउनुहुन्छ भन्नुहोस् न राधे राधे कोही त एकदम स्मरण छैन त आवाज प्रेम से बोलो ना राधे राधे और धीरे से बोलो ना राधे राधे बता मेरो मात्रै आवाज भाष्य गरा भनेर हजुरको नि गए चाहिँ समाधान सज्जन आज हाम्रो अन्तिम जागरण रात्रि भनेर जानिने गरिन्छ जागरण भनेको के हो यसको बारेमा नि हामी चर्चा गर्नेछौँ आउनुहोस् यिनै परम आराध्य भगवानका पावन प्रसङ्गलाई श्रवण गर्दै मनन गर्दै चिन्तन गर्दै आज हाम्रो 6औं दिवसको सायंकालीन सत्रमा हामी उपस्थित भएका छौँ म यहाँलाई सबैभन्दा पहिला आज परिचयात्मक कार्यक्रम प्रदान गर्न चाहन्छु हर्षले तपाईलाई मैले कसैको नामहरू उच्चारण गरेर सुनाएको छुइनँ को हुनुहुन्छ कहाँबाट हुनुहुन्छ भन्ने यहाँहरूलाई मनमा लागिरहेको होला कि छैन बोलो न राधे राधे लागेको छ कि छैन यति राम्रा मिठा मिठा भजन गाएर श्रवण गराउनुहुन्छ कहाँबाट होला को होला भन्ने हाम्रो मनमा जिज्ञासा लागिरहेको हुन्छ मैले यहाँहरूलाई भने प्रशंसा अब गर्नु कहिले यज्ञको पूर्णमा आज त लगभग पूर्ण हो पृथ्वी महाराज र अर्चीले अस्ति हामीलाई सिकाउनु भएको थियो मेरो प्रशंसा अहिले नगर मैले 100 काममा एउटा काम मात्रै गल्ती गरे भने भोलि तिमीले मलाई 1000 गाली दिनेछौ यी अरु काम गरेको तिमी बिर्सिन्छौ र तिमीले मलाई गाली गर्छौ भनेर भन्नुभएको थियो तपाईँ हामी त्यस्तै छौँ नि हैन कसैलाई 20 वटा काम गर्न लागेको छ 19 वटा काम राम्रो भयो अनि एउटा काम बिग्रियो भने हामी के भन्छौँ सत्यनाश गर्यो बिगारियो त्यसले हामी त्यो प्रवृत्तिका छौँ हामी सबै बोलो न राधे राधे हो त्यो हैन 19 वटा काम भएको राम्रो देखिन हामी एउटा काम देख्छौँ कि त्यो काम बिगार्यो 19 वटा काम चाहिँ हामी कदापि हेर्दैनौँ आफ्नो सज्जन हामी बढिरहेका छौँ कोही बाहिर आएर बस्ने हुनुभयो भने अगाडिका कुर्सी पछाडि प्रदान गरेर यहाँहरूले अगाडिको आसन भुइँमै बसेर पछाडिका कुर्सी प्रदान गर्नुहुनेछ कोही पनि दुखी भएर पछाडि बस्नु नहुनेछ अगाडि आएर बस्नु होला हामीसँग खान्छ आउनुहोस् अब हामी कहाँबाट को हुनुहुन्छ त भन्ने कुरा यहाँहरूलाई म छोटो जानकारी गराउँछु सबैले भन्नुहोस् त राधे राधे और प्रेम से बोलो न भोलिदेखि भन्नु पर्दैन आजै हो जति करायो हुन्छ राधे राधे आमाले सुन्नु नि भएन भने त सुनेन त भन्नुहुन्छ राधे राधे साधारण सज्जन आउनुहोस् हामी श्रीमद् भागवत महापुराणको आज 6औं दिवस सायंकालीन सत्रमा हामी उपस्थित भएका छौँ हामी आज सबैलाई एउटै छत्र छायामा राखेर यो अवसर प्राप्त गराउनु हुने समस्त दार्गी परिवार म उहाँहरूको नामहरू उच्चारण गर्नेछु एकछिनमा सबैभन्दा पहिला हाम्रा गणपति गुरुदेखि म यहाँहरूलाई परिचय गराउन चाहन्छु तपाईँ हामीहरूले सबैले चिनिरहेका छौँ ईश्वरी प्रसाद घिमिरे गुरु हुनुहुन्छ जो हाम्रा घर गाउँ नजिकमै रहेर हामी सबैलाई साथ गरेर आइरहनु भएको छ के काम पर्छ कसो पर्छ अब हामीहरूलाई के को आवश्यकता पर्दछ भन्दै यहाँहरूलाई निर्देशन गर्दै हामीलाई सहयोग पुर्याउनु भएको छ उहाँले आफ्नो उमेरको अनुसार पनि म अब के काम गरौँ कसो गरौँ भनेर सोच्दै आज म के पाठ गरौँ इत्यादि कुराहरूलाई सोच्दै आइरहनु भएको छ हामी समाज
उहाँहरूलाई हामी धन्यवाद प्रदान गर्न चाहन्छौँ। हाम्रै गाउँघरमा बसेर हामी सबैलाई साथ दिनुहुन्छ। काल पर्यो भन्दा हामी औँसी कहिले पर्छ भनेर जान्दैनौँ गुरुजी। औँसी कहिले पर्छ भनेर सुन्न नि नआउँछै जानुपर्छ। हामी सबैलाई साथ दिएर आइरहनु भएको छ। उहाँलाई हामी व्यासपीठको तर्फबाट पनि धन्यवाद दिन चाहन्छौँ। उहाँलाई एकताले उठिदिनु हुन अनुरोध गर्दछौँ। हजुरले जोडतालका साथमा तालीद्वारा स्वागत गर्नुहुनेछ उहाँलाई। जय श्री राधे। उहाँले राधे राधे भन्नुभएको छ। न्यानो न्यानो अभिवादन। त्यसै गरेर हाम्रो मेरो छेउमा हुनुहुन्छ वशिष्ठ गुरु गोपाल प्रसाद भट्टराई गुरु हुनुहुन्छ। उहाँ तपाईँहरू वशिष्ठ भन्दा बा भण्डारी हो भन्ने पनि यहाँलाई लागेको थियो होला। उहाँ भट्टराई हुनुहुन्छ। उहाँ झापाको राजगढ भन्ने ठाउँबाट आउनुहुन्छ। जस्तो समस्या आए तापनि त्यसलाई सरलता कसरी लाने नझर्किकन नम्रताले गलेको भावना प्रकट नगरिकन कसो गर्दा सजिलो गरी हुन्छ त कसो गर्दा भिर पर्दैन। जसो गर्दा सजिलो हुन्छ त्यही अनुसार निर्देशन गर्दै जे पर्यो बिहान पाठ गर्नु पर्यो पाठ गर्ने, पूजा गर्नु पर्यो पूजा गर्ने। मैले यहाँलाई भनेको छु केवल पाठ गर्ने होइन, मभन्दा केही उत्साह हुनुहुन्छ उहाँ, म पनि सम्मान गर्दछु। कथा पनि वक्ता हुनुहुन्छ उहाँ, केवल पाठ मात्रै होइन, व्यासाचार्य पनि हुनुहुन्छ। जुनै काम भए पनि काम समानशील हुन्, एउटै काम हुन्, सानो ठुलो काम हुँदैन। सानो ठुलो त केवल अहंकार मात्रै हो भनेर सारा अहंकारलाई जितेर सबैको निर्देशनलाई मानेर सबैलाई निर्देशन गर्दै यसरी चाहिँ गर्नुपर्दछ। यसो गर्दा सजिलो हुन्छ। बिहान पूजामा सबैजनाले यसरी पूजा गर्नुपर्दछ है, यहाँबाट यसरी सुरु गर्नुपर्दछ, नझर्किकन। नभए कतिलाई त कस्तो हुन्छ भने यता भएन त्यता भएन भने क्रोध आउँदछ, तर त्यो पनि छैन। जस्तो छ त्यसमै आनन्द लिने। हामीलाई अहोरात्र साथ दिएर आज कसो गरौँ भन्दाखेरि यसो गरौँ भनेर मलाई पनि निर्देशन गर्नुहुन्छ। म पनि उहाँलाई सोध्छु, उहाँ पनि मसँग सोध्नुहुन्छ। हामी दुवैजना यसरी नै निर्देशन गर्दै गर्दै यहाँलाई हामी आइरहेका छौँ। उहाँ थापाको राजगढबाट हुनुहुन्छ गोपाल प्रसाद भट्टराई। आज चाहिँ आनन्दका रूपमा हामीलाई साथ सहयोग गरेर पुर्याउनु भयो। उहाँहरूलाई नि जोडताल आदिका साथमा सम्मान गरौँ। जय जय श्री राधे राधे राधे। इतने तो पुग्दैन गुरुजी आज एकचोटि भन्नुहोस् जय जय श्री राधे उहाँलाई पनि जय जय श्री राधे। धेरै धेरै सम्मान हाम्रा आदरणीय गोपाल प्रसाद भट्टराई गुरु हुनुहुन्छ झापाको राजगढबाट। त्यस्तै गरेर हामीलाई भोजनमा साथ दिनुहुने कमल प्रसाद बराल गुरु हुनुहुन्छ। जतिखेर यहाँबाट हामी उठेर जान्छौँ तातो चिसो के कस्तो खाने, कतिको गाह्रो भएको छ भनेर सोचेर पनि हामीलाई यो चाहिँ नखानु है गुरुजी, तपाईँलाई गाह्रो हुन्छ यो चाहिँ खानु भनेर निर्देशन गरेर हामीलाई त्यो तातो चुल्हामा बसेर जतिखेर उभिएरै मेरा गोडाहरू गले नभनिकन बरु त दिउँसो हामी त एकछिन बस्न पाउँछौँ, वा त त्यही पनि दिउँसोको समय बस्न मिल्दैन। तपाईँ हामी भोजनमा काम गर्ने सबै छौँ, थाहा छ भोजनमा काम त देखिँदैन तर काम कति हुन्छ भन्ने कुरा चाहिँ गर्ने व्यक्तिलाई थाहा हुन्छ। नरिसाइकन नझर्किकन गुरुजी आज के कसो गरौँ के गरौँ, आज केही बनाऊ, कुनै नयाँ सामग्रीहरू केही बनाउनु छ, आज तातो चिसो कतिखेर के खानुपर्छ भन्ने कुरा अहोरात्र खटेर हामीहरूलाई सबैलाई कर्ता परिवार एवं हामी सबै तिमीलाई भोजनहरू बनाएर मिठो मिठो भोजनहरू नझर्किकन
भोजनहरू बनाएर हामीलाई खटेर यो ठाउँसम्म साथ दिनुहुने आदरणीय कमल प्रसाद बराल गुरु हुनुहुन्छ। उहाँ पनि राजगढबाटै हुनुहुन्छ। यसो हेर्दा हाम्रो उमेर पनि हामीभन्दा निकै माथि हुनुहुन्छ। बोल्दा हामी गल्छौँ, उहाँ गल्नुहुन्न। गले पनि गलेको महसुस गर्नुहुन्न। जसरी आमाले घरमा बच्चा भोकाउँदाखेरि जति गले पनि त्यो बच्चाले आमा गल्दा पनि बच्चा भोकाएपछि आमाले म गलेको छु तर म खाना पकाएर खुवाउँदिनँ कहिल्यै भन्नुहुन्छ। हाम्रा आदरणीय कमल प्रसाद बराल त्यस्तै हुनुहुन्छ। आज गुनासो गर्नुहुँदै थियो, बिचरा मैले आज अलिक कम्ती भोजन पकाइछु, कर्ताहरूलाई कति गाह्रो होला, फेरि भोजन थप्नु पर्यो भन्दै गुनासो गर्नुहुँदै थियो मसँग। साह्रै राम्रो भावना हो। अब भोजन धेर पकाएँ भने नाश हुन्छ, मैले थाहा पाइनँ कतिलाई पकाउनु पर्दछ, सधैँ झै पकाएँ भनेर उहाँ मसँग गुनासो गर्नुहुँदै थियो। त्यो राम्रो कुरा हो। हामी एक दुईजनालाई भोजन पकाएर खुवाउन घरमा आँटिन्छौँ, बिचरा उहाँ 25-30 जनालाई पनि भोजन नआत्तिकन पकाएर खुवाउनु भनेको सानो कुरा हो। साँच्चै भन्नु भने 3 जनाले भोजन पकाएर खुवाउन धावा पर्छ। उस्तै मान्छे हो भने 3 जनाले भोजन पकाएर खुवाउन साह्रै गाह्रो पर्छ। उहाँले एक्लै टसो गर्दै पनि उहाँले हामीलाई सहजता र सरलता गर्दै आजका दिनसम्म साथ दिनुभएको छ। उहाँलाई पुनः एकचोटि तालीद्वारा सम्मान गरौँ। कमल प्रसाद बराल उहाँ पनि झापाको राजगढबाट हुनुहुन्छ। त्यस्तै गरी हामीलाई मिठा मिठा भजनहरू श्रवण गराएर सुनाउने, जतिखेर तपाईँ नहाँसे पनि आफू हाँसेर अर्कालाई हँसाउने हाम्रा गायक छन् सौगात भण्डारी, झापाको हल्दीबारीबाट छन्। ऊ पनि जतिखेर ऊ आफू हाँसेर पनि अर्कालाई हँसाउने, उसलाई एउटा केही भन्यो भने ऊ मुसुक्क हाँसिदिन्छन्। गुरुजी आज कस्ता भजन गाउँ। साह्रै स्वभाव पनि राम्रो छ। हामी सबैलाई मुग्ध पनि बनाउँछन्। स्वरका धनी पनि छन्। ऊ पढाइ पनि अध्ययन गर्दैछन्। कहिले कहिले भन्छु आज तिम्रो के छ, कतै केही छ भन्दा गुरुजी मेरो एक्जाम आएको छ, म के गरौँ। उसले कसो गरौँ, म हजुरलाई कोही खोजिदिउँ कि कतै अप्ठ्यारो पर्दैन, म खोजिदिन्छु, मेरो एक्जाम आउँदैछ, यस्तो छ भनेर। नभए यति पढेको मान्छेले अहङ्कार पनि गर्न सक्छ, तर उसले अहङ्कार गर्दैन। कतिखेर अत्यन्त धनीका खानी पनि छन्। मिठो गाएर हामीहरूलाई मुग्ध बनाउँछन्। यति मिठा मिठा भजनहरू गाएर हामीहरूलाई छमछमी नचाइरहेका छन्। सबै नाचौँ, 100 वर्ष बाँचौँ भन्दै नचाउँदै गर्ने हामी साथमै छौँ। झापा जिल्लाको हल्दीबारीबाट छन् सौगात भण्डारी। उहाँहरूलाई एकचोटि होइन 2 चोटि ताली बजाएर सम्मान गरौँ र एकचोटि राधे राधेले पनि सम्मान गरौँ। राधे 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 राधे। अझै सुन्दैन यो चाहिँ गीत म हल्दीबारीसँग सुन्दैछु। हल्दीबारी है हाम्रो केटुमा पुगेछ नि, आज राति यहाँसम्म आयो भन्ने होस् है। राधे राधे यसरी भन्नुपर्छ है। र अहिलेसम्म हामीहरूलाई उत्तौला भजन नगाइकन यो ठाउँसम्म ल्याएर साथ दिनुहुने हाम्रा प्यारा मित्र सौगात भाइहरूलाई पनि मेरो तर्फबाट र त्यसको तर्फबाट पनि धन्यवाद प्रदान गर्न चाहन्छु। साथमा छेउमा बसेर हेर्दा त साना साना तबलाहरू बजाएको देखिन्छ नि है। ती तबला बजाउँदाखेरि अमला कति दुख्छन् भन्ने कुरा चाहिँ हामीहरूले याद गरेका छैन। यसो हामी बजेको सुन्छौँ होइन, यसो चलाउँदा बजिहाल्छ नि जस्तो त लाग्छ हामीहरूलाई, तर हामीलाई थाहा छ भन्न सजिलो हुन्छ तर गर्न धेरै गाह्रो हुन्छ। तर अप्ठ्यारो गाह्रो नमानिकन मुसु हाँस्दै फेरि धेरै पनि बोल्दैनन्, सोधेको कुरा बोल्छन् नभए खासै धेरै पनि बोल्दैन। साह्रै बानी साह्रै राम्रो छ, उत्तौला पनि छैन। अनि आनन्द साथमा बसेर मजासँगले साथ दिनुहुने हाम्रा लक्ष्मी प्रसाद पोखरेल हुनुहुन्छ। उहाँ पनि झापाको बुद्ध शान्ति पहिलेको साथ अहिलेको दिनबाट हुनुहुन्छ। उहाँलाई पनि सम्मान गरौँ जोरदार तालीको साथमा र एकचोटि राधे राधेको साथमा।
सबैले नेपाली बोली सुन्नुहुन्छ यसो कतिवटा माइक राधे आजसम्म बोलेकै सुनेको छैन भन्नुहुन्छ होला तर सबैले डरो भन्नुपर्छ नि राधे राधे सबैको ल उहाँले पनि हामीलाई साथ दिनुभएको छ उहाँलाई मेरो तर्फबाट र व्यक्तिको तर्फबाट फेरि पनि धन्यवाद प्रदान गर्न चाहन्छु त्यस्तै गरेर हाम्रा साथमा मनोरञ्जन झाँकीहरू देखाउने झाँकी गुरु मात्रै भनेर चिन्छौँ होला हामी तर उहाँ केवल झाँकी गुरु मात्रै होइन जी पर्छ उहाँ त्यो पनि गर्नुपर्छ यहाँ गुरुजी म के गर्नुपर्छ अरू वेद पाठेर गर्नुपर्दछ भने म सघाउँछु है तपाईँहरूलाई गाह्रो नपरोस् भनेर हामीहरूलाई वेद पनि पाठ गर्न सघाउनु भयो उहाँ सबै कर्मकाण्डहरू पनि निपुण हुनुहुन्छ राम्रोसँगले गर्नुहुन्छ केवल एउटा झाँकी मात्रै देखाएर हिँड्ने होइन हाम्रो मनमा त्यो लाग्छ होला तर त्यो होइन उहाँले अध्ययन पनि राम्रोसँगले गहनता गर्नुभएको छ र हामीलाई मनोरञ्जन झाँकीहरू देखाएर साथ दिँदै आउनुभएको छ आज पनि हाम्रो शिव ताण्डव हामी झाँकीहरू दर्शन गर्ने हुनेछौँ हामीले नेपालको सबैभन्दा होचो ठाउँ भनेर कचन कवल भनेर जानिन्छ झापामा कचन कवल भनेर जान्नुहुन्छ त्यहाँबाट हुनुहुन्छ प्रदीप प्रसाद अधिकारी गुरु हुनुहुन्छ उहाँले हामीलाई झाँकी पनि देखाउने अनि गुरुजी कहाँ के गरौँ भनेर सहयोग गर्दै आउनुहुने उहाँ सायद भित्र हुनुहुन्छ होला एकचोटि यही छेउमा हुनुहुँदो रहेछ मैले चाहिँ नदेखेको रहेछु उहाँलाई पनि एकचोटि जोरदार ताली गरेर हामी सम्मान गर्नेछौँ राधे राधे हजुर राधे राधे जय श्री राधे जोर से बोलो राधे राधे आफू गले तापनि गुरुजी के छ मैले सहयोग गर्नुपर्ने केही छ भने म हजुरलाई सहयोग गर्दछु कारण नपरोस् हजुरहरूलाई म केवल झाँकीमा आएको भन्नु नसम्झिनु तपाईँ जे भन्नुहुन्छ त्यो म कर्म गर्न तयार छु भनेर जतिखेर पनि सोधिरहने र साथ दिइरहनु हुने हाम्रा प्रदीप अधिकारी हुनुहुन्छ झापाको सबैभन्दा होचो ठाउँ कचन कवल भनेर जानिन्छ त्यहाँबाट आएर हामीलाई साथ दिनुभएको छ फेरि पनि एकचोटि मेरो तर्फबाट र व्यासपीठको तर्फबाट उहाँलाई मुरी मुरी धन्यवाद प्रदान गर्न चाहन्छु तालीद्वारा उहाँलाई सम्मान गर्नुहुनेछ त्यस्तै गरेर यो एउटा कुराले मात्रै चल्दैन यदि हामी मात्रै थियौँ अनि यो साउन्ड सिस्टम थिएन भने चल्थ्यो त चल्ने थिएन त्यस्तै गरेर हामीलाई जतिखेर साथ दिएर मैले त एकचोटि भनिनँ बाबु यो साउन्ड एकचोटि बनाऊ भनेर मैले कतिखेर भनेको सुन्नु भयो कसैले पनि सुन्नु भएन नभए कहीँ कस्तो हुन्छ 10 चोटि भन्दा पनि त्यो साउन्ड सिस्टम बन्न सक्दैन तर यहाँ मैले 6 दिन हुँदा पनि एक दिन पनि मैले भनिनँ कि बाबु अलिकति यता मिलाउँ न यता गाह्रो भयो त्यता गाह्रो भयो मिलाउन भनेर मैले एकचोटि पनि भनिनँ हामीलाई अपडेटरको रूपमा बसेर हामी सबैका आफ्ना घरमा बसेर यी ध्वनिहरू सुन्न पाएका छौँ सुभाष चौधरी हुनुहुन्छ उहाँ हाम्रा साथमा जतिखेर खटेर बस्नुभएको छ उहाँहरूलाई पनि हामी एकचोटि जोरदार तालीका साथमा हामी सम्मान गरौँ उहाँलाई एकचोटि अगाडि आएर यसो उहाँले पनि राधे राधे भन्नुहुन्छ उहाँले स्वीकार गर्नुहुनेछ यहीँबाट यसो राधे राधे भन्नुहोस् सबैले राधे राधे भन्नुहुन्छ पुनः राधे राधे र उहाँका साथमा बसेर ज्योतिष भाइ पनि केही नगरिकन विचार गणपति सिधा छन् केही भन्दैनन् जस्तो छ त्यसमै रमाउँछन् नभए कसैको त अहङ्कार पनि हुन्छ नि त मलाई यस्तो जाऊ त्यस्तो जाऊ यो खान्छु त्यो पनि छैन जस्तो यो त्यसैलाई रमाउने हाम्रा प्राविधिक मित्र भाइहरूलाई मेरो तर्फबाट र व्यासपीठको तर्फबाट फेरि पनि सम्मान गर्न चाहन्छु एकचोटि तालीद्वारा सम्मान गर्नुहुनेछ त्यसै गरेर हामीहरूलाई यो घाम हुन्छ पानी पर्छ कि बा चिसो हुन्छ कि भनेर हामीहरूलाई यो पण्डालमा साथीहरू हुने उहाँको नाम त मैले उपलब्ध गराउन सकिनँ साइडमा हुनुहुन्न होला पनि यहाँ उहाँको नाम त मैले जानिनँ तर उहाँलाई पनि मैले सम्मान गर्न चाहन्छु व्यास कथा फर्केको बनाउने कसरी फर्केर बनाउने उहाँ पनि केवल चिन्तित नै हुनुहुन्थ्यो
सोधेरै काम गर्छु नभए कसैको धर्मका हुन्छन् यत्रा पुराणहरू गरेर आइ म यता फर्केको बनाउँछु हुन्छ भन्नुहुन्थ्यो नि तर त्यो रहेनसँग वास्तव कसो गर्दा सजिलो हुन्छ त्यसै गरेर जाउँ न भनेर निर्देशनलाई स्वीकार गर्ने हुनुहुँदो रहेछ उहाँलाई पनि उहाँ त सायद हुनुहुन्छ हुनुहुन्न त्यही पनि हामी उहाँलाई सम्मान गरौँ एकचोटि जोरदार तालीका साथ उहाँलाई सम्मान गरौँ सबैले राधे राधे भन्यो उहाँका समस्त टिमलाई म सबै टिमका को हुनुहुन्थ्यो जान्न सकिनँ सबै उहाँको टिमलाई फेरि पनि एकचोटि सम्मान गर्न चाहन्छु जोरदार तालीका साथमा सम्मान गर्नुहुनेछ त्यस्तै गरेर हामी सबैलाई यो एउटा छत्र छायामा बसाएर यो अवसर प्रदान गर्नुहुने हाम्रा पुष्पबहादुर गागी एवं माता भक्त कुमारी गागी हुनुहुन्छ उहाँलाई पनि एकचोटि उठेर उठिदिनुहुनेछ यो अवसरमा हामी सबैलाई यस्तो एउटा छत्र छायामा आज यो हाम्रो गाउँ सुशान्त टोल गाउँलाई नै झन् अझै सुशान्त बनाइदिनु भएको छ आफ्ना घरमा बसेर पुरानो स्थलीमा आएर आफ्नै कोठामा बसेर यो पुरानो श्रवण गर्न हामीले पाएका छौँ आज हामी सबैलाई उहाँले यो अवसर प्राप्त गर्नुभएको छ आफू सकि नसके पनि अब जतिखेर नाचेर अरूलाई पनि नाचौँ म पनि नाच्छु भन्ने हामीलाई हर्षका साथमा नाचेर यो अवसर प्रदान गर्नुभएको छ माता पिता हुनुहुन्छ उहाँलाई हामी पुनः जोरदारका साथमा राधे राधे र तालीको सम्मान गर्नेछौँ त्यस्तै गरेर छोरा बुहारीहरू हुनुहुन्छ रामजी प्लस जुना त्यस्तै गरेर सरोज विमला कुमार र सुशीला गरेर हुनुहुन्छ उहाँहरू पनि यहीँ नजिकै हुनुहुन्छ छेउमै हुनुहुन्छ भने उहाँहरू एकचोटि उठिँदै हुनेछ आफ्ना आमा बाबाहरूलाई तीर्थयात्रा गराएको भन्दा ठुलो फललाई प्राप्त हुन्छ पछि त के होला कसो होला अहिले आमा बाबाका साथमा बसेर यो भागवत कथा श्रवण गराउने भन्ने अभिलाषा राख्नुभयो उहाँहरूले र आफ्ना आमा बाबाका सल्लाहका साथमा यो भागवत उहाँहरूले पनि कसरी थाल्ने कसरी के गर्ने भन्दा एक दिन त भाउजू भन्नुहुँदै थियो गुरुजी आज 3 दिन भनेको थियो आज त 4 दिन भइसकेको छ पत्तै पाएको दिन मैले त भन्नुहुँदै थिएँ यति समय बित्यो कसरी यो थाल्ने र कसरी सक्ने भन्ने एउटा चिन्ता यति धेरै हुन्छ जब हामी बाहिर देख्दा सजिलो देख्छौँ तर भित्र बसेर अभिभावकको रूपमा खट्नु पर्दाखेरि कति गाह्रो हुन्छ भन्ने कुरा चाहिँ हामीहरूले पर्दा मात्रै जान्दछ नपर्दा त हामी अनेकौँ भन्छौँ के छ र त्यति गर्न सजिलैता छ नि भन्ने हामी पनि छौँ तर होइन कति दुःख पर्छ कति के पर्छ बिचारा कति दिनलाई निन्द्रै लागेन गुरुजी अब कसो गर्ने कहाँ गर्ने पुराण लाउनु एक दिन अगाडि दिन होला पुराण लाउने दिनै होला आफै हुँदै थियो गुरुजी अब बस कहाँ बनाउने थियो साह्रै साँगुरो भयो म त साह्रै चिन्ता लाग्यो छिटो आउनु न भन्नुहुँदै थियो मैले भने नआतिनु जे छ सबै ठिक बनेर जान्छ साथमा म छु भनेर उहाँलाई मैले आश्वासन दिएर थिएँ नभन्दै आजको दिनसम्म हामीले साथ दिएका छौँ उहाँलाई उहाँहरूले पनि अहोरात्र खटेर गरे नभनिकन आफ्नो निन्दाहरूलाई त्याग गरेर सारा कुराहरूलाई त्याग गरेर आज आमा बाबाहरूलाई यो भागवत श्रवण गराउनु भनेको एउटा तीर्थयात्रा गर्नुभन्दा ठुलो पुण्य हो सज्जन उहाँहरूलाई म धन्यवाद दिएर दिन सक्दिनँ यति अवसर यति खटेर यो कर्म गर्नुभएको छ र आज आमा बाबाका साथमा बसेर भागवत सुन्नु भनेको चाहिँ सामान्य होइन सज्जन मैले यहाँलाई अस्ति भनिहालेँ कसैको निधन पछाडि हामी त कर्म त गर्छौँ तर यति आनन्द चाहिँ हुँदैन कता कता मन खिन्न खिन्न भइरहेको हुन्छ आमा बाबाका साथमा बसेर अनि हाँस्दै नाच्दै कामहरू गर्दै यताउता जता पनि परो जता पनि परे पनि त्यही गरेर काम गर्ने अनि सहयोग गर्दै सबैतिरबाट आफूले नखाइ पनि के खानुभयो कस्तो खानुभयो भन्दै हेर्दै माथि पुग्नुहुन्थ्यो आज के खानु हुँदैछ कि छैन कि भनेर हामीलाई जता पनि निहालिरहनु भएको हुन्थ्यो उहाँहरूलाई पनि म सपरिवारलाई एकचोटि मैले जसको नाम उच्चारण गरेँ उहाँहरू उठिदिनु हुन अनुरोध गर्दछु उहाँहरूलाई पनि हामी पुनः सम्मान गर्नेछौँ भागवतको कृपा बनिरहोस् भगवानले रक्षा गरिरहनुहोस्
कहिले पनि राम्रो कर्ममा मन हारेर नजाओस्, परेरै जाओस्। आफ्नो मनलाई हार्न पनि कहिल्यै नसक्नुहोस्। भगवानले उहाँहरूलाई ज्ञानहरू प्रदान गर्नुहोस्। लक्ष्मीनारायण भगवानको कृपा सदा सर्वदा वर्षिरहोस् भन्न चाहन्छु। त्यस्तै गरेर भाइ बुहारीहरू पनि हुनुहुन्छ, दिदी भिनाजुहरू हुनुहुन्छ, बहिनी ज्वाइँ छोरा बुहारी नाति नातिना सबैजनाले हामीलाई साथ दिनुभएको छ। हाम्रा भाइ बुहारी हुनुहुन्छ शङ्कर मीरा दादी, उहाँहरूले नै हामीलाई जसरी अवसर खट्नु पर्दथ्यो सायद त्यसरी नै खटेर हामीलाई सहयोग गर्नुभएको छ। उहाँहरूलाई नै सम्मान गरौँ। त्यस्तै गरेर दिदी भिनाजु हुनुहुन्छ, भीम बहादुर सीता देवी सुवेदी। त्यस्तै गरेर बहिनी ज्वाइँ हुनुहुन्छ धरवेन्द्र अनि लक्ष्मी खत्री अनि छोरा बुहारी त मैले भनिहालेँ। उहाँहरूलाई हामी पुनः तालीद्वारा सम्मान गरौँ। हामीलाई त्यतिखेर खटेर आफ्नो गले नभने पनि सारा कता के पर्छ कसो पर्छ जसो गरे पनि ठिकै छ भन्दै अहोरात्र खटिनुहुने उहाँहरूलाई पनि भगवानको कृपा बनिरहोस्। लक्ष्मीनारायण भगवानले सदा सर्वदा कृपा वर्षाइरहनुहोस् भनेर म र व्यासपीठको तर्फबाट उहाँलाई पनि पुनः सम्मान गर्न चाहन्छु। त्यस्तै गरेर छोरीहरू हुनुहुन्छ सिर्जना गोमा र रमालाल। अनि मास्टर छोरी ज्वाइँहरू हुनुहुन्छ पार्वती विमल आचार्य, शकुन्तला कार्की, काशी कार्की, सरस्वती विपिना कार्की हुनुहुन्छ, सबिना छत्र बस्नेत। अनि छोरीहरू सृजना गोमा र रमालाल उहाँहरू हुनुहुन्छ। यो भागवत नै उहाँहरूलाई पनि जुराएको छ कि टाढा बसेर पनि होइन, भागवतमा त हामी पनि जानुपर्दछ, संलग्न हुनुपर्दछ। हामीले पनि अहोरात्र खट्नु पर्दछ। यो पुराण केवल हाम्रो पनि हो भनेर जताबाट खटेर पनि कसैको त भोकै बस्ने बानी हुँदैन नि सबैको। तर पनि आफ्नो शरीरलाई माया नगरिकन यज्ञको माया गर्दै यहाँसम्म खटेर साथ दिनुहुने छोरी ज्वाइँहरूलाई पनि मेरो तर्फबाट र व्यासपीठको तर्फबाट धन्यवाद प्रदान गर्न चाहन्छु। सबैले जोरदार तालीका साथमा एकचोटि उठिदिनु हुन उहाँहरूलाई पनि अनुरोध गर्दछु। उठेर एकचोटि उहाँहरूका मुखबाट हामी राधे राधे सुन्ने। मैले 4-5 जनाको नाम नै आवाजमा एकजनाको भन्दा कम्ती आयो हुँदैन। जय श्री राधे। उहाँ सुन्नु गरौँ त, यतिले हुन्छ त नि, भक्तजन भएन हेर्नु है। अझै उहाँले भन्नुहुन्छ अनि हामीले चाहिँ त्योभन्दा डह्रो भन्नु पर्यो। कहाँ सुनिने गरी? जापानमा होइन, उहाँ सुन्ने गरी भन्नुपर्छ। एकचोटि उहाँको तर्फबाट मैले भनिदिँदैछु राधे राधे। अझै पुग्यो यो त यहाँ पत्रकी गङ्गा पनि गरियो राधे राधे। अब चाहिँ अलिक उडेर गयो। ल उहाँहरूलाई पनि मेरो तर्फबाट र व्यासपीठको तर्फबाट धन्यवाद प्रदान गर्न चाहन्छु। हामीलाई सबै चारैतिरबाट सहयोग गर्दै आउनु भएको छ। कसो गर्नुपर्दछ के गर्नुपर्दछ भनेर गरेको महसुस नगरे तापनि उहाँहरूले कर्महरूलाई गर्नुपर्दछ भनेर अगाडि बढ्नुभएको छ। उहाँहरूलाई पनि लक्ष्मीनारायण भगवानले कृपा वर्षाइरहनुहोस्, सदा सर्वदा रक्षा गरिरहनुहोस् भन्ने अभिलाषा राख्छु। त्यस्तै गरेर नाति नातिनाहरू सानै नानीहरू जुन हामीसँग झुम्मिरहेका हुन्छन्, जतिखेर गुरुजी आज घुम्न जाउँ न पर्सेर तपाईँ गइहाल्नुहुन्छ अनि हामी कोसँग घुम्नु भन्दै बिचारा घुम्दै एक दिन त छल कपट गरेर हिँड्नु पनि पर्यो। धेरै टाढा जाने नानीहरू गर्छन् भनेर ढाकेर पनि गए। एक दिन त घुमे नानीहरू बिचारा।
ती नानीहरूलाई पनि हामी सम्मान गरौँ। एकचोटि तालीद्वारा उहाँहरू नानीहरूलाई पनि सम्मान गरौँ। साना छन्, बाबाकै छन् बिचराहरू, गाली गर्नुहुन्न बच्चाहरूलाई। उनीहरूलाई हौसला दिनुपर्दछ बिचरा। उनीहरूले भनेको पुराण भनेको के हो बिचराले जान्दैनन्। साना बच्चाले पुराण शैलीमा हल्ला गर्दैछ भने त्यसलाई गाली गर्ने होइन। ऊ बच्चाको स्वभाव नै खेल्ने स्वभाव हो। त्यही कारण मेरो एउटा बानी छैन कि बच्चालाई गाली गर्ने। पुराण भन्दैछु सानो बच्चा आएर हल्ला गर्छ भने म त्यहाँ गाली गरिरहदिनँ। फेरि ठुलो मान्छेले गाली गर्यो भने फेरि सहन सकिएन। आज मैले एकजना कोही माताजीलाई गाली गरेँ है, एकछिनमा म भन्छु को पर्नुहुन्छ त्यो चाहिँ म जान्दिनँ, नाम चाहिँ जान्दैन, मान्छे पनि जाँच पनि देखिएन। किन गाली गरेँ भने त्यो पनि भन्छु। तर बच्चाले हल्ला गर्यो भने मलाई पटक्कै म दुःख मान्दिनँ। तर जान्ने व्यक्तिले हल्ला गर्यो भने चाहिँ फेरि सहन पनि सकिन्छ। र उहाँहरूलाई पनि सम्मानका साथमा सपरिवारलाई भगवानले लक्ष्मीनारायणले कृपा वर्षाइदिनुहोस् भन्ने अभिलाषा राख्दै सज्जन मैले भन्दाखेरि कसैलाई छुटाइछु भने म बत्ती मुनिको ओझेलता रहेछु भनेर सम्झिनुहोला। सबैभन्दा नजिक जो हुन्छ उही के गर्दछ, छोड्दछ। हेर्नुहोस् मैले कसैलाई भन्ने क्रममा छुटाइछु भने मलाई भनेर कसैले फेरि पनि नमान्नु होला। मैले यहाँलाई सबैलाई सम्मान गर्न चाहन्छु। हजुरहरू पनि आफ्ना घरबाट आफ्ना गोडालाई उठाएर यो पुराण स्थलमा आएर यो आवाज त थाहा भन्ने कतिका घर घरमा सुनिन्छ। म घरमै बसेर सुन्छु भन्दा त हुन्थ्यो होला नि त, हुने थियो। तर होइन, उही गएर सुन्नु पर्यो भनेर आफ्ना गोडालाई उठाएर यो तपस्या गर्नुभएको छ। हजुरहरूलाई पनि भगवानले लक्ष्मीनारायण भगवानले कृपा वर्षाइरहनुहोस् भन्ने अभिलाषा राख्न चाहन्छु। सज्जन यहाँहरूलाई पनि सबैलाई आफ्नो तर्फबाट सम्मान गरौँ र मेरो तर्फबाट र व्यासपीठको तर्फबाट पनि हजुरहरूलाई सम्मान गर्न चाहन्छु। सबैले एकचोटि जोडेर राधेको साथमा सम्मान गरौँ। राधे 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 राधे। भोलि बेलुका त म यहाँ बसेर तपाईँहरूलाई राधे राधे भन्नु भन्ने अलिक छिटो भयो भने त गइहाल्छु, अलिक ढिलो भएछ भने चाहिँ पछि मात्रै जान्छु। तर राधे राधे भन्नु त भन्दैन नि त, बोल्नु न राधे राधे। पछाडि एउटा पिताजीहरू भन्नुहुन्छ के को भन्छ राधे राधे, यहाँ कति मिठा गफ चल्दैछ नि भन्नुहुँदैछ। प्रेम से बोलो न राधे राधे, प्यार से बोलो न राधे राधे, धीरे से बोलो न राधे राधे। तपाईँहरूलाई म सम्मान गर्न चाहन्छु। आजका दिनसम्म दुःखहरू नभनिने ठाउँमा आएर सपरिवारलाई नै आनन्द दिलाउनु भयो। हजुरहरू आउँदा उहाँहरू पनि प्रसन्नता हुनुभयो कि भागवतको कथा सुनेर यहाँहरूलाई पनि लक्ष्मीनारायण भगवानले सदा सर्वदा रक्षा गर्नुहुन्छ, कल्याण गर्नुहुन्छ भन्ने अभिलाषा राख्दै हाम्रो टिमलाई सबैलाई एकचोटिमा सम्मान गर्न चाहन्छु। जति दिए पनि म सक्न चाहिँ सक्दिनँ सम्मान गरेर, जति दिए त्यति नै कम्ती हुन्छ मेरो लागि। किनकि कसैलाई त कतिचोटि भन्दा पनि लाग्दैन है, तर त्यस्ता छैन। यसो हेर्दा बिचरा साना छन्, छटपट गर्नुपर्ने त्यो पनि छैन होइन। जतिखेर हाँसेरै जित्ने, जतिखेर मिठा मिठा भजनहरू गाउने, गुरुजी बस्ने बेला भएन जाउँ न भन्दै माथि पुग्छन् बिचराहरू। हेर्नुहोस् नभए त गुरुजी बसिरहेको छ हामी नि बस्छौँ के छ भन्न सकिन्थ्यो नि, तर त्यो छैन। फेरि हाम्रो सबै टिमलाई म एकचोटि सम्मान गर्न चाहन्छु। एकचोटि जोरदार साथमा तालीद्वारा सम्मान गर्नुहुनेछ र राधे राधे गरेर राधे राधे, फेरि पनि राधे राधे, फेरि पनि राधे राधे। यसरी मैले यहाँहरूलाई सबैको जानकारी दिएँ। अब मेरो परिचय यहाँहरूलाई दिइराख्नु पर्दैन, बेलामा छँदैछ के पर्छ। हजुरहरूका घर घरमा काग पुगेको छ होइन। सुरुमै हेऱ्यौँ बेला हामीले कसले को आउँदै रहेछ, कहाँबाट आउँदै रहेछ, त्यस्ता कुरामा हामीलाई खुब चाख लाग्छ नि त होइन। को आउँदैछ, कस्तो आउँदैछ भन्न चाहिँ हामी फेरि साह्रै सिपालु छौँ होइन। सबैलाई मेरो परिचय छँदैछ कि छैन, आफ्नो बयानमा आफै के गर्नु होइन। त्यही पनि छोटोमा आफ्नो परिचय म दिन चाहन्छु। जन्म मेरो मणिपुर, इरान मेरो गाउँ,
जन्म मेरो मणिपुर इराङ मेरो गाउँ यस्तै रहेछ कर्म मेरो सत्संग गर्ने गाउँ यस्तै रहेछ कर्म मेरो सत्संग गर्ने काम। यहाँले मलाई चिनिरहनु भएको छ। मेरो जन्म मणिपुर भनेको इन्डिया भन्ने ठाउँमा पर्दछ। इन्डियाको नि अन्तिम पल्ला छ बर्माको बोर्डर। यहाँको जन्म उहीँको अलिकति हुर्काई उहीँको पनि हो। केही वर्ष पछाडि आएर नेपालकै साधुतार भन्ने ठाउँमा श्री शङ्कराचार्य वेदांग संस्कृत पाठशालामा अध्ययन गरेर त्यहाँबाट इन्डियाको बसाई वृन्दावन बनारसको अध्ययन पछाडि 72 सालदेखि यिनै भगवानका हरिनाम संकीर्तन यिनै चर्चाहरू गर्दै गर्दै आजसम्म भगवानले कृपा कल्याण गर्नु भएको छ। 72 सालदेखि यिनै चर्चामा आएर यसरी नै हजुरहरूका साथमा बसेर भागवतका चर्चा गरेर अहिलेसम्म आइरहेको छ। सज्जन उहाँहरूको निमन्त्रणालाई मैले पनि स्वीकार गरेर जति सक्छु मेरो तर्फबाट मैले जति सकेँ ती अनुसार मैले पनि गरेर गएको छु र जाने पनि छु भन्ने अभिलाषा राख्दै मेरो परिचय त्यहाँभन्दा धेरै पनि दिइरहनुपर्ने जरुरी छैन है। र अब मेरो नाम जान्नु भएकै छ। चन्द्रप्रसाद नेपाल झापा जिल्ला बारादसीबाट चारपाने बिर्कामुटै पर्दछ, अलिकति तलतिरपट्टि पर्दछ। हामी गोपाल गुरुङमा अलिक तल माथि छौँ लगभग। ल हामी सबै नजिक नै छौँ। टाढाका कोही पनि छैन, हामी नजिकै पनि छौँ। झापा जिल्ला बिर्कामुट नै पर्दछ। चारपानदेखि अलिकति तलतिरपट्टि बारादसी भन्ने ठाउँमा अहिले पनि यसो बसोबास गर्दै पनि भगवानका चर्चाहरू गर्दै अहिले भगवानको कृपाले इटालीको पिपलचोक एक डाँगी परिवारमा आएर यिनै सत्सङ्ग गराउन सकेँ। यहाँहरूले कति दिन सक्नुभयो, मैले कति दिन सकेँ, यहाँहरूले कति बुझ्न सक्नुभयो, मैले कति बुझाउन सकेँ भन्ने कुराका म यहाँले माथि भर पर्नुहुन्छ भन्ने अभिलाषा राख्छु। सज्जन आज हाम्रो जागरणको दिन हो। जागरण भनेको केवल हामी बसेर राति बस्नै पर्छ भने भन्ने होइन। जागरण भनेको के हो भन्दाखेरि आजसम्म हामीले कति दिन पुराण सुन्यौँ, श्रवण गऱ्यौँ भन्दा 6 दिन। 6 दिन सुन्दाखेरि मनभित्रका रामलाई हामीले कतिको जगायौँ, सुतिरहेका रामलाई हामीले कतिको जगाउन सकेका छौँ भन्ने कुरालाई हामीले जान्नुपर्दछ। केवल रातभरि उङ्दै बस्नु है अनि बिहानका कर्म पनि गर्न सकिँदैन, त्यो होइन। मनका रामलाई जगाउनु पर्यो। केवल मान्छे मात्रै बसेर उङ्दै बस्यो, त्यो बस्नु र नबस्नुको केही यो छैन, अर्थ छैन। त्यही कारणले हामी धेरै पनि बस्ने छैनौँ। हामी धेरै पनि बस्ने छैनौँ। सबैभन्दा त हाम्रो धेरै हुन्छ। हाम्रो दिव्य झाँकी पनि ताण्डव झाँकी छ, यहाँलाई थाहा छ, जुन आगो लिएर खेल्नुहुन्छ हाम्रा गुरुले अहिले। सबैभन्दा मैले पहिले भनेको छु केही मात्रामा ढिलो हुनुहुन्छ। हाम्रा भोलिका कर्महरू पनि गोपाल गुरुले यहाँलाई जानकारी दिइहाल्नुहुन्छ अनि हामी अगाडिका प्रसङ्गहरूलाई एउटा भजनलाई श्रवण गरेर हामी आजका महात्म्यको प्रसङ्गमा प्रवेश गर्दैछौँ। बोलिए भागवत भगवानको पुराण पुरुषोत्तम भगवानको जय भनेको सुन्छु। माइक्रोफोनमा गएर हो श्याम सुन्दर भगवानको र भोलिदेखि त नाच्ने दिन पनि छैन। ठाउँ सानो छ, मेरो नाच्न पनि सकिन्छ है। निकै बेर हो बस्दा घुँडा देखेर मेरै दिउँसो कताबाट तेर्स्यौँ जस्तो भइन्छ। सबैजना उठेर नाच्नु है। भक्तवत्सल भगवानको यो जिन्दगी बोलायो सनी हेर्दा हेर्दै गयो जवानी। यो जिन्दगी बोलायो सनी हेर्दा हेर्दै गयो जवानी। यो जिन्दगी बोलायो सनी हेर्दा हेर्दै गयो जवानी।
चिउरा भारी कति जना मान्छेले होस् त्यसै गरी यस्ता दिन आउँछ भन्ने सोचिएर पहिले यस्ता दिन आउँछ भन्ने सोचिएर पहिले अहिले यस्तो अवस्था भइके भन्ने मैले यस्तो अवस्था भइके भन्ने मैले यो जिन्दगी सबै बेता हेर्दै गइरहेको भगवान के भक्तवत्सल भगवान को हामी महात्माको प्रसङ्गमा हामी प्रवेश गर्दैछौँ। सज्जन सबैजना आफ्नो स्थानमा बस्नुहुनेछ। हामी धेरै विलम्ब पनि गर्ने छैनौँ। हामीले महात्माका प्रसङ्गहरूलाई चर्चा परिचर्चा गरेर आइरहेका छौँ। आज हाम्रो 14 दिवसीय सायंकालीन सत्रको हामी लगभग अन्तिम चरणमै पुग्दैछौँ। मैले यहाँलाई आजसम्म 6 दिनसम्म यिनै श्रीमद् भागवत महापुराणका प्रसङ्गहरू अवगाहन गराउँदै आएको छु। यहाँले कति लिन सक्नुभयो, कति आफ्ना मनमा धारण गर्न सक्नुभयो यहाँले जान्नुहुनेछ। समाजमा सज्जन कहिले कहिले कस्तो हुन्छ भने काम गर्ने क्रममा कसैलाई गाली गर्नुपर्ने पनि हुन्छ। मैले पनि कतिलाई गाली गरेँ होला, कतिलाई मेरा बाणीहरूद्वारा कहिले कहिले कथा गर्ने क्रममा कसैको कथा प्रसङ्ग बस मिलेर कसैलाई दुख्न पनि सक्छ। मैले भनिहालेँ अघिहरूलाई, कसैलाई मैले गाली गरेँ भने तर को हुनुहुन्थ्यो उठ्न चाहिँ नउठ्नु होला हैन। किन गाली गरेँ भन्ने चाहिँ म भन्छु। कहिले कहिले गाली नगरिकन पनि हुँदैन। राम्रो गर्नका खोज्दा खोज्दै पनि नराम्रै हुन्छ। तर को हुनुहुन्थ्यो उठ्न चाहिँ नउठ्नु होला, किनकि आफ्नो बिल आफै नगर्नु होला। मैले नाम र मान्छेको वर्णन गरेको छुइनँ, केवल उहाँको व्यवहारको मात्रै वर्णन गरेर सुनाएँ। जो कोही हुनुहुन्छ कि एकजना माताले अघि भन्नुहुँदै होइन, यी काम त सबै गुरुहरूले गर्ने हो, कहाँ हामीले गर्ने हो। मैले पनि मातालाई भने, माताजी तपाईँ माथि जानुहोस्, तपाईँको यहाँ काम छैन अहिले, माथि गएर बस्नुहोस्। गुरुहरूले त गरिरहनु भएको छ भने तपाईँ बस्नुहोस् भने मैले। तपाईँहरूले कुनै दिन व्यासमा बसेर कथा गर्ने गुरुले आएर मुनि आएर पाठ गर्ने गुरुले केही गरेको देख्नु भएको छैन है। तर मलाई त अहङ्कार आउँदैन कि म कथा वक्ता हुँ,
मलाई अहंकार आउँदैन, मलाई काम समानशील बराबर हुन् र अहंकार आउँदैन। र त्यतिखेर चित्त बुझ्दैन, किन गरिरहेका बेलामा कसैले यो त गुरुले गर्ने काम हो नि सबै भनेर भन्नु। मैले भने हाम्रो जानुहोस् भित्र, तपाईँ माथि गइहाल्नुहोस्, यहाँ छेउमा नबस्नुहोस्, किनकि कहिले कहिले राम्रो कर्म गर्दा गर्दै गाली गर्नुपर्ने हुन्छ र क्षमा पनि चाहन्छु मैले यहाँलाई भने, किनकि मैले गाली गरेको कुरा यहाँलाई पनि भने। त्यही कारणले आउनुहोस् सज्जन, कति कहिले कहिले यस्तो पनि हुन्छ, राम्रो कर्म गर्न खोज्दैन, राम्रो पनि हुनुपर्छ। त्यही कारणले आउनुहोस्, हामी धेरै विलम्ब नगरिकन हामी आजका प्रसङ्गमा प्रवेश गर्दैछौँ। हिजोका प्रसङ्गमा हामीले धुन्धुकारी, धुन्धुली, आत्मदेव ब्राह्मण, गोकर्णको प्रसङ्गहरू श्रवण गरेका थियौँ। गोकर्णले आफ्ना पिता आत्मदेव ब्राह्मणलाई उपदेश ज्ञान दिएर तीर्थयात्रा गर्नुभयो भन्ने सम्मका प्रसङ्गलाई हामीले सुनेका थियौँ। नैमिषारण्यको पावन क्षेत्रमा 88,000 ऋषिहरूलाई सौत पौराणिक सुतजी श्रवण गराउँदै हुनुहुन्छ। पितरियो परदेतेना जननी ताडित विषम कवितं तिष्ठति ब्रूहि हरिशेलतयाचे। सुतजी भन्नुहुन्छ, सवनक आदिकारी ऋषिहरूलाई जब आत्मदेव ब्राह्मणले घरलाई छोडेर जानुभयो, अब त सानो परिवार सुखी परिवार भन्छौँ, तर यहाँ धुन्धुकारीले तथा नाम गर्न लाग्यो। आत्मदेव ब्राह्मण गएपछि त जननी ताडित विषम, आमालाई कुट्न लागेछ। के भन्नु पर्थ्यो, ए बुढी सम्पत्ति कहाँ राखेको छौ, ल्याऊ, होइन भने म तिमीलाई बल्दै गएको अगुल्टाले हान्छु, सम्पत्ति निकाला भन्दै पिट्न लागेछ। धुन्धुलीले पनि सोच्न लागेन, अब यो त्यसकै पीरद्वारा आत्मदेव ब्राह्मणले पनि यो संसारलाई छोडेर जानुभयो, म पनि यो ठाउँमा बस्नु उचित रहेनछ भने एउटा इनारमा गएर हामी फालेर आफ्नो जीवनलाई समापन गरिन सक्छ। अब आत्मदेव ब्राह्मण र गोकर्ण र धुन्धुकारी रहनलाई, गोकर्णलाई न दुःख न सुख उहाँलाई केही त्यस्तो मतलब हुने थिएन। आफ्नै रम्न हुन्थ्यो, आफूभित्र आनन्दमा खोज्नुहुन्थ्यो। आनन्द खोज्ने आफूभित्र हो, अर्कासँग होइन। आनन्द त आफूले लिनुपर्दछ, अर्काले आनन्द दिने होइन। यहाँ गोकर्ण भई भन्नुहुन्छ, न दुःखम न सुखम तस्य न वैरी नापि बान्धवः। उहाँ आफ्नैमा आनन्दमा झुल्नुहुन्थ्यो। तपाईँ हामी आनन्द अर्कासँग खोज्छौँ, अर्कासँग होइन। आनन्द भनेको आफ्नो मनभित्र खोज्ने हो, अर्काले के गर्छ कसो गर्छ होइन। आनन्द त मभित्र छ, मैले लिनुपर्ने हो आनन्द भनेर सुख र दुःखमा दुईटै नै आनन्द लिन सक्नुभएको छ। गोकर्ण यहाँबाट भगवानका नामलाई स्मरण गर्दै तीर्थयात्रा गर्नुहुन्छ। धुन्धुकारी एक्लै रहन्छ। पाँचवटी वेश्यासँग यिनले विवाह पनि गर्दछन्, पाँचवटी ल्याएर राख्दछन्। विवाह भन्दा पनि कणिकार हुन्छन्, तिनीहरूलाई 5 जनालाई ल्याएर राख्छन्। यिनले के भनेर फकाएर ल्याएका हुन्छन्, तिनीहरूलाई म सम्पत्ति दिन्छु, मसँग विवाह गर भनेर ल्याएका हुन्छन्। दिनचर्या बित्दै जान्छ। एक दिन त ती ल्याएका 5वटीले के भनेछन् भने, मलाई त यस्तो दिन्छु भनेर तिमीले ल्याएका थिएनौ, कोही सम्पत्ति भन्न लागेछन्। यिनले अब म तिमीहरूको सम्पत्ति म लिएर आउँछु भनेर चोरी चकारी गर्न हिँड्न लागे। कहाँ गएर कसका घर फोर्नु पर्थ्यो, कसका दरबारहरू फोर्नु पर्थ्यो। ती सारा फोरेर गहनाहरू, वस्त्र आभूषणहरू ल्याउन लागे। आभूषणहरू ल्याउन लागे। आएर घरमा आउँदा 5वटी छ नि, 5वटीलाई सामग्रीहरू दिन्छन्। सज्जन, म संक्षिप्तमा वर्णन गरेर सुनाउँछु। 5वटीलाई सामग्रीहरू दिन्छन्। ती 5वटीहरूले त्यो सम्पत्ति देख्दा लोभित भन्न पुग्दछन्, सोच्दछन् अरे अब हेर कतै राजाले थाहा पाए भने यसलाई पनि मार्छन् अनि सम्पत्ति पनि लान्छन् अनि हामीलाई पनि जेलमा हाल्छन्। अब के गर्ने, यो त गलेर आएको छ, यो धुन्धुकारी गलेर आएको छ, यो त अब सुत्छ। सुतेकै बेला यसलाई मारिदिउँ भन्ने निश्चय गरेछन्। हेर्नुहोस् न, बुद्धि पनि कस्तो आउँछ।
यिनीहरूले निश्चय गर्न लागे अब त यो इति निश्चितम कृत्वा सुक्तम सम्बन्ध रश्मि रस्सीले बाँधेर कसेर मार्नुपर्छ यसलाई भनेर अब त निश्चय गर्न लागे। नभन्दै कति दिनको भोकै थियो, कति दिनको गलेको थियो। धुन्धुकारी आएर सुत्न लाग्यो। आएर सुत्न लाग्यो। यिनीहरूले जाडो महिना रहेछ, आगो तापेर बस्दै रहेछ। पाँचवटी थिए, मार्ने निश्चय गरे। खाटमा सुतेका थिए, घाँटीमा रस्सी घुमाउन लागे। दुईजना घोडातिर बसेका छन्, दुईटी घाँटीतिर बसेकी छिन् अनि एउटी गएर ढोकामा बसेकी छिन् कि बाहिरबाट कोही आउँछ कि केही हुन्छ कि भनेर ढोकामा बसेकी छिन्। हामी सबै यही भित्र छौँ, बोलो न राधे राधे। सबै भित्र छौँ। धेरै बेरमा हजुरहरूलाई राख्दैन मैले भनिहालेँ। म संक्षिप्तमा गरेर भने महात्माको कथा पूर्णै गराउँछु। जब यिनीहरूले सोच्न लागे यो कोही बाहिरबाट देख्छन् कि भनेर ढोकामा एउटी बस्न लागेछन्। ढोकामा एउटी बस्न लागेछन्। दुईजना घोडातिर, दुईजना शिरतिर। अब दामलाले बाँधेर यसलाई कस्न लागे। धुन्धुकारी उठ्न लाग्यो, अरू आत्तिन लाग्यो। अब के गर्ने भन्दै थिए, जुन ढोकामा बसेको थिइन् तिनले चाहिँ के गरेछन्, ताता कोइलालाई उठाएर ल्याएर यिनको भुतभुते मुखमा हालिदिन लागेछन्। तप्ताङ्गारहमो हंस तन्मुखेः विचिक्षिषुः अग्निज्वाला दुःखेन व्याकुलो निधनं गतः। बिचारा त्यो आगाका ताता कोइलाका झर 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 पर्दै गरेका कोइलाले मुखमा हाल्दा कस्तो होला। तडपिँदै तडपिँदै धुन्धुकारी पनि मर्न पुग्दछ। ती पाँचवटीले सबै ती खाल्टो खनेर ती पुर्दछन्। भोलिपल्टदेखि गाउँ शान्त हुन्छ। गाउँहरूले सोच्छन् खोइ धुन्धुकारी भन्दा सम्पत्ति कमाउन भएको छ, केही वर्षमा सम्पत्ति लिएर आउनुहुन्छ हाम्रा पति भनेर भन्छन्। एक दिन, दुई दिन, तीन दिन, चार दिन गर्दै पाँचवटीले भाग्न लाग्छन्। सबैले थाहा पाए अब धुन्धुकारीको निधन भएछ भन्ने कुराहरू बुझ्दछन्। आत्मदीप ब्राह्मण गोकर्णले पनि सुन्नुहुन्छ। श्राद्ध कर्महरू गरिदिनुहुन्छ। गोकर्ण घुम्दै घुम्दै घरमा आउँदछन्। रात्रिकालमा समयमा उग्र मचाइरहेको हुन्छ, तर्साइरहेको हुन्छ, तर्साइरहेको हुन्छ, उद्रङ्ग मचाइरहेको हुन्छ। गाउँलेहरू साह्रै भिरमा परेका हुन्छन्। सज्जन रात्रिकालको समयमा घर त थिएन, यसै तुलसीको मोड थियो, त्यही ठाउँमा सुत्न लागे। गोकर्ण रात्रिकालमा आएर तर्साउन लाग्यो। अनेक प्रकारका छताहरू देखाउन लाग्दछ। अनेकौं प्रकारका छताहरू देखाउन लाग्दछ। तर पनि गोकर्ण डराउनु हुँदैन। उहाँले तीर्थयात्रा गरेर आउँदाखेरि कमण्डलमा जल बोक्नु भएको छ, गङ्गा जल। त्यसलाई अभिमन्त्रित गरेर त्यो गङ्गा जल छर्किन लाग्नुहुन्छ। अनेकौं प्रकारका उग्र रूप देखाउन लाग्दछ। अनि मात्रै उहाँले सक्रिन नकरी सक्रिन चापी पुनः पुरुषोत् भवान्। घरि अग्नि जस्तो हुन्छ, घरि वैशी जस्तो हुन्छ। अनेकौं प्रकारका वायु जस्तो, रुखहरू ढाले जस्तो अनेकौं प्रकारका छटाहरू गर्न थाल्दछ। जब गोकर्णले हातमा पानी लाएर अभिमन्त्रित गरेर छर्किदछन्, त्यो प्रेतात्मा बोल्न थाल्दछ। अहं भ्राता त्वदीयोऽस्मि धुन्धुकारी नामका स्वकीर्णेनैव दोषेण ब्रह्मत्वं नाशितं मया। जब त्यो प्रेतात्मा बोल्न थाल्दछ, त्यो पानीको छिड्का पाइसक्दा ऊ बोल्न थाल्दछ। के भन्छ, अहम भ्राता त्वदीयोऽस्मि। ए भाइ, म तिम्रो दाजु हुँ, मेरो नाम धुन्धुकारी हो। मलाई कसैले मारेका होइनन्, म मेरो आफ्नै दोषले गर्दा म मरेको भन्छन्। हेर्नुहोस् न, स्वकीर्णेनैव दोषेण ब्रह्मत्वं नाशितं मया। मेरै आफ्नै दोषका कारणले गर्दा म आज मर्न पुगे। जुन मेरा पाँचवटी पत्नी भन्ने थिए नि, तिनीले आज मलाई मारेर फाल्दे भनेर भन्न लागे। गोकर्णले भन्नुहुन्छ, होइन मैले त गयामा गएर पनि तिमीले श्राद्ध गरिदिएको छु भन्दाखेरि प्रेतात्मा के भन्छन्, गया श्राद्ध सथेनापि मुक्तिर्न भविष्यति उपायाम परम काञ्चित् त्वं विचारस्य साम्प्रतम्। ए भाइ गोकर्ण, गयामा गएर 100 चोटि पनि श्राद्ध गरे भने म उद्धार भएर जाने छुइनँ।
अब उपाय के छ तिमी आफै गर भनेर भन्न लागे। तपाईँ हामीलाई के लाग्छ गयामा गएर एकचोटि श्राद्ध गर्न पाए त हाम्रा पितृहरू उद्धार भएर जान्थे अरे। एउटा कुरा थाहा छ दाह संस्कार कर्म अन्त्येष्टि कर्म राम्रो भएको छैन भने पछाडि जस्ता सुकै कर्म गर्नुहोस् त्यसलाई प्राप्त गर्न गाह्रो हुन्छ भन्ने शास्त्रले वर्णन गर्छ। जति दिन हो 10 दिनसम्म अत्यन्त चोखो नितो बसेर 10 दिनसम्मका कर्म शुद्ध कर्म गर्नुपर्दछ। पछाडि जस्तोसँग त्यस्तो गर्नुहोस् तर 10 दिनसम्मका कर्म अत्यन्त शुद्ध भएर गर्नुपर्दछ, निष्ठावान बनेर गर्नुपर्दछ। अब यो धुलो गाईको त कुनै अन्त्येष्टि कर्म भएको छैन। अब यसलाई जति श्राद्ध गरे पनि लाग्ने भएन। मलाई 100 चोटि पिण्ड प्रदान गर म उद्धार भएर जानेछु भनेर भन्न लागि। गोकर्णले भन्नुभयो ठिकै छ अब म केही गर्नुपर्छ म आफै गर्छु तिमी आफ्नो स्थानमा जाऊ भनेर पठाइदिए। नभन्दै बिहानको समय भयो गाउँलेहरू भेला हुन्छन् यस्तो यस्तो हुन्छ यहाँ गुरुजी भनेर गोकर्णलाई भन्दा गोकर्णले भने मसँग पनि आज राति यो वार्ता भयो। यो कोही नभएर धुन्धुकारी रहेछ त्यसको आत्मा तडपेर भड्किएको रहेछ त्यसको उद्धार भएको रहेछ भनेर गोकर्णले भन्नुहुन्छ। अब के गर्ने यसको भनेर निश्चय गर्दाखेरि गोकर्णले बिहानको सूर्यको बेगलाई रोकेर सोध्नुहुन्छ हे सूर्यका बेगलाई नमस्कार गर्नुहुन्छ यो उद्धार के गर्दा हुन्छ मलाई भनिदेऊ भनेर सोद्धाखेरि सूर्य नारायणले भन्छन् हे गोकर्ण श्रीमद्भागवता मुक्ति सप्ताहं वाचनं कुरु इति सूर्यवचा सर्वै धर्मरूपं तु न श्रुतम्। के भन्दैछन् हेर्नुहोस् यदि प्रेतात्माको उद्धार गर्नका पितृहरूको उद्धार गर्नका निमित्त हो भने एकता गर भनेर चाहिँ भनेको छैन। अखण्डको शास्त्रको वर्णन गरेर सुनाउनु भएको छैन तर के भन्नुहुन्छ जस्तो सक्छौ तर सप्ताहको विधिमा गर। सप्ताहको विधिमा गर एकजनालाई राख तर 7 दिन पाठ गरेर सक। यो कथा त हाम्रो लागि हो नि त जुन मरेर जान्छन् उनीहरूलाई कथाको कोही जरुरी छैन उनीहरूलाई केवल मूल पाठको आवश्यकता छ। यो त हामीलाई बुझ्नका निमित्त हुन्छ भनेर लगाएको कथा हो। हामी जति जीवित छौँ जीवित भएका निमित्त हामीले यो कथा सुन्नुपर्दछ मरण गर्नुपर्दछ। तर जो व्यक्ति मरेर गएका छन् उनीहरूलाई कथाको कोही मतलब छैन उनीहरूलाई के चाहियो पाठ चाहियो। देश भागवतलाई पूर्ण हुनुपर्यो अरू चाहिँ यथाशक्ति पढे हुन्छ फेरि मैले यहाँलाई भन्दै छु अस्ति मैले भागवत लगाएँ मैले रुद्र पनि पुरै 121 चोटि पढ्नुपर्दछ वेद पनि पुरै पढ्नुपर्दछ त्यो पाठन स्वस्थ नस्वस्थ हुन्छ। पूर्ण कर्म गर्नुपर्यो कि भन्दा भागवत तपाईँ कहाँको यात्रामा हिँड्नु भएको हुन्छ बिचमा निस्किनु ननिस्किनु बन्द भयो तपाईँ कहाँ पुग्नु पर्यो आफूले जहाँको यात्रामा सोचेर हिँड्नु भएको हुन्छ त्यो यात्रामा तपाईँले पुग्नै पर्छ। त्यही कारण अरूसँग मतलब हुँदैन हो। सप्ताह गरेको त राम्रो हो तर सबै हामीले यहाँ पनि कर्म गरेका छौँ। त्यस्तै गरेर यहाँ सप्ताहको विधिको वर्णन गरेर सुनाउनुहुन्छ। श्रीमद् भागवतको सप्ताहको विधि विधान कर्म गरेर तिमी गर्देऊ कि प्रेतात्माले उद्धार भएर जान्छन् भनेर सूर्य नारायणले भन्नुभयो। नभन्दै सबैले सुनिरहेका थिए सूर्यको वचनलाई गाउँलेहरूले भन्न लागे गुरुजी अब हजुरले वाचन गरेर सुनाइदिनुहोस् भनिसके पछाडि आषाढ महिनाको शुक्ल पक्षको 9औं तिथिबाट कथा आरम्भ गर्नुभयो। ध्यान दिएर सुन्नुहोला संक्षिप्तमा भन्छु छोडाइ बढाइ गर्दिन तर प्रसङ्गले लिएर जान्छु। आषाढ महिनाको शुक्ल पक्षको 9औं तिथिबाट कथा आरम्भ गर्नुभयो। अब कथा प्रारम्भ गर्नुको सबैजना आएर बस्न लागे तर त्यो प्रेतात्मा आउन लाग्यो। यसो हेर्छ बस्न ठाउँ कहीँ भेट्दैन यताउता हेर्दा एउटा बाँस रहेछ 7-8 बाँस त्यहाँ छिद्र रहेछ एउटा सानो छिद्र त्यो छिद्रमा प्रवेश गरेछ। एक दिनको कथा भयो बाँस फर्किन्छ आवाज आउँछ एक आवाज 2 दिन 3 दिन 4 दिन 5 दिन 6 दिन 7 दिन हुँदै गयो। त्यहाँबाट दिव्य शरीरलाई प्राप्त गर्दछ। दिव्य शरीरलाई प्राप्त गर्दछ उपदेश दिन्छन् हेर्नुहोस् न यो शरीर प्राप्त गरेर भगवानको नाम जपेर भने त काम रहेनछ। यो शरीरमा के छ र
सबै निर्गन्ध मात्रै छ यो शरीरका किं लोहतो रक्षितेन सुपुष्टेन बलीयसा अध्रुवेन शरीरेण सुखशास्त्र कथं विना सारा कुरा सम्पूर्ण कुरा मिथ्या छ जसले भगवानको नाम जप्दैन त्यसको जीवनै मिथ्या हुन्छ युता दुष्पुरम दुर्गुणम दुष्टम सबै संसारबङ्गुरम यो शरीर भित्रबाट आत्मा कतिखेर निस्किएर जान्छ भन्ने कुरा थाहा हुँदैन त्यस्तो शरीरलाई अहङ्कार चाहिँ गर्नु हुँदैन है भनेर हिन्दूकारीले आज दिव्य शरीरलाई प्राप्त गरेर सुनाउन लागे नभन्दै आकाशबाट विमानहरू लिन आउँछन् गोकर्णले भन्नुहुन्छ भगवानको हरिदासहरूलाई मेरा भक्तहरू त धेरै छन् तिमी त जम्मा 2टा विमान लिएर आयौ भन्दाखेरि अत्रैव बहवः सन्ति श्रोतारो मम निर्मला आनि तानि विमानानि न तेषां युगपत् कुतः मेरा भक्तहरू श्रोताहरू कति छन् अनि तिमी जम्मा 2टा विमान लिएर आयौ सबैजना अड्छन् भनेर गोकर्णले सुन्न लाग्नुभयो हरिदासहरू भन्छन् गोकर्णले भन्नुहुन्छ समान शिवा सबैले एकै समानमा हेर्नुपर्दछ भेदभाव गर्नु हुँदैन भनेर गोकर्णले भन्न लाग्नुभयो हरिदासहरू भन्छन् हे गोकर्ण मैले कसैको भेदभाव गरेको छुइन श्रवणस्य विभेदेन फलभेदोऽत्र संस्थिता श्रवणं तु कृतं सर्वे न तथा मननं कृतं श्रवण त सबैले गरे तर श्रवण गरेको कुरालाई कसैले मरण गरेनन् सम्झेनन् यी धुन्धुकारीको त बस्ने ठाउँमा विचारा त्यस्तै थियो दुःख ठाउँमा बसेका थिए उनले त्यो कुरालाई चिन्तन गरिराखे यी मुक्ति भएर गए तर अरूले सबैले श्रवण त गरे तर न तथा मननं कृतं अरू कसैले सम्झेनन् त्यही कारणले हामीले विमान 2टा मात्र लिएर आएका हौँ मैले कसैलाई भेदभाव गरेको होइन जसले जस्तो कर्म गर्दछ उसलाई त्यही अनुसार फल दिने हो त्यही कारणले मैले विमान लिएर आएको भनेर हरिदासले धुन्धुकारीलाई दिव्य विमानमा लिएर प्रस्थान गर्न लाग्नुभयो यतातिर फेरि श्रावण महिनाको शुक्ल पक्षको 9मी तिथिबाट कथा आरम्भ गर्नुहुन्छ अरू श्रोताहरूको निमित्त जब कथा सुसम्पन्न हुन्छ तिलक प्रसादहरू ग्रहण गर्नुहुन्छ मालाहरू प्रदान गर्नुहुन्छ त्यतिखेर आकाशबाट विमानहरू आउँछन् सारा भक्तहरूले लिनका निमित्त आउँछन् अनि जसो अयोध्यावासीहरूलाई रामले जसरी लिएर जानुभएको थियो त्यही अनुसार विमानहरू आउँदछन् अनि एउटा विमानमा सबैलाई राखेर भगवानका नामलाई सुमिरन गर्दै सारा आफ्ना भक्तहरूलाई पनि कल्याण गराउनु भएका प्रसङ्गहरू श्रवण गराउनुहुन्छ सज्जन हामी भन्छौँ धुन्धुकारीको बाँस भनेर भन्छौँ कथामा सुन्छौँ कि धुन्धुकारी त दिव्य विमानमा बसेर उद्धार भएर गयो भनेको पनि सुन्छौँ अनि धुन्धुकारीको बाँस भन्न पनि छोड्दिनौँ धुन्धुकारीको बाँस होइन धुन्धुकारी जस्ता कोही भड्किएर बसेका रहेछन् भने उनीहरूका निमित्त आसन दिएको बाँस सोच्यो भने धुन्धुकारी त हामी कथामा सुनिरहेका छौँ उद्धार भएर गए भनेर अनि फेरि हामी के भन्छौँ खै धुन्धुकारीको बाँस कहाँ राखेका छन् धुन्धुकारीको बाँस होइन त्यस्ता कोही अपगति परेका रहेछन् हामीले नजानेका कोही छुटफुट रहेछन् भने तिनीहरूले पनि आज बास गरौँ भनेर हामीले बास राखेर हामीले त्यसमा बिहाले बालेर चन्दन अक्षताहरूले हामीले उनीहरूलाई पनि सम्झिने गरिन्छ अनि अन्तिममा गएर विशेष गरी त्यो बाँस हामीले सेलाउने गरिन्छ अरू त कुरा भनिहाले अस्ति नै भनेको छु यी पुष्पहरू हामीले चौकोटोमा सेलाउने हुन् यी कदलीहरू हामी जुन छेदन गरेका हुन्छौँ भेद जाग्दैन त्यही भएर लागेर सेलाउने हुन् अरू त जति सक्छ जे सकिन्छ त्यही लाने तर विशेष गरी त्यो एउटा सप्तग्रन्थ बाँसलाई लिएर जानुपर्दछ भनेर यसरी यहाँलाई पनि मैले यी भागवतका प्रसङ्गका महात्म्यका पद्म पुराणबाट निकालिएका 6 अध्याय महात्म्यलाई यथातीतं यथामति वर्णन गरेर सुनाए सज्जन आजसम्म हामीले 6 दिन एउटै आसनमा बसेर यी भागवतहरू श्रवण गर्यौँ कति हामी भाग्यशाली थियौँ भन्ने कुरा आफूले सोच्नु जसले म 7 दिन बसेर यी भागवतका गाथाहरू श्रवण गर्न पाएँ भन्ने लाग्छ भने तपाईँ भाग्यशाली हुनुहुन्छ जसले मैले सुन्न खोज्दा पनि साथ अम्केर गए 7 दिन भन्ने लाग्छ भने सोच्नु होला म अभागी रहेछु भनेर सोच्नु होला मेरा भाग्यको उदय भएको होइन त्यही कारणले मैले श्रवण गर्न पाइनछु भन्ने कुरा सोच्नुपर्दछ यी अवसर सधैँ प्राप्त हुँदैन
सोचेर पनि कर्म गर्न सकिँदैन। त्यही कारणले जहाँ लाग्दछन् त्यहाँ गएर बसेर श्रवण गर्ने शक्ति चाहिँ हामीले नै प्रदान गर्नुपर्दछ सज्जन। जसले यी आख्यानलाई सुनाउँछन् सुन्छन् पढ्छन् भने उनीहरूलाई पनि भगवानले नित्यम सुपाठा तपुनर भवन्छ। श्राद्धको अन्तिममा पनि यो भागवतको पद्म पुराणबाट निकालिएको 5 अध्यायलाई पाठ गर्न सकिन्छ। पितृहरूको मोक्षको चाहना जसले गर्नुहुन्छ उहाँहरूले यो अध्यायलाई पनि पाठ गर्न सक्नुहुन्छ। यसैका भागवत हर जहिले पनि पाठ गर्न सक्नुहुन्छ। तर के भन्नुभएको छ भने भागवत एक दिन पाठ गर्न सकिँदैन। यदि दैनिक पाठ गर्नु हुँदैछ भने द्वादशी तिथिका दिन भागवत पढ्नु हुँदैन। यदि दैनिक होइन भने सप्ताहको विधिमा हो भने द्वादशी तिथि पर्यो भने त्यसलाई दोष छैन। तर दैनिकमा भागवत पढ्छु भन्नुहुन्छ भने उहाँहरूलाई द्वादशी तिथि मनाइ गरेको छ। किन भन्ने प्रसङ्ग चाहिँ म भोलि दिउँसोको प्रसङ्गमा यहाँलाई सुनाउँछु। भोलिको प्रसङ्गमा आउँछ। भोलि हाम्रो कथाहरू 12 बजेसम्म कथा चल्नेछन् सज्जन। यज्ञ पनि हाम्रो बिहानैदेखि सुचारू नै छ। हामीसँग गुरुको कोही कमी हुनुहुन्न, हामीसँग एकाएक गुरु हुनुहुन्छ। हामीलाई कोही कतैबाट बाधा छैन। हामीलाई सबैले साथ दिनुहुन्छ। हामीसँग कोही पनि अहङ्कारीवाला हुनुहुन्न। जता पनि तत्परकी कर्म गरेर साथ दिनुहुन्छ। हाम्रो बिहान यता पूजाको कर्म चल्छ भने हाम्रो पाठको पनि चल्दै गर्छ र हाम्रो यज्ञको पनि चल्दै गर्छ। अनि हाम्रो हमेसा थाहै छ भोलिको दिन हाम्रो यी घरकी नानीको बुने छोरी नयाँ वस्त्र धारण गर्ने दिन, नयाँ वस्त्र दिने, गायत्री मन्त्र प्रदान गर्ने, सबैले आशीर्वाद प्रदान गर्ने दिन छ। यहाँहरूलाई सबैलाई निमन्त्रणा छँदैछ कि साना नानीहरूलाई आशीर्वाद हामीले प्रदान गर्नुपर्दछ। हामी यथावत कर्महरू गरेर जान्छौँ। तिलक पातीहरू यत्रो भागवतको कथा हामीले श्रवण गऱ्यौँ। तिलक पाती पनि नदिकन गयौँ भने एक दिन 6 दिन त बितो। अब एकै दिन मात्रै हामी हार्यौँ भने के हुन्छ थाहा छ? हात पिछिरो हुन्छ र हरेक यति दिन हामीले बसेर यी भागवत श्रवण गऱ्यौँ। अनि भोलि यिनै भागवतका वेदका ऋचाहरूले हवन गर्दा गरेको यज्ञ जुन प्रसादी हुन्छ, तिलक प्रसाद हुन्छ, त्यो लगाइकन त्यतिकै गयौँ भने हामीहरूको सार्थक हुँदैन। हाम्रा घरमा नानीहरू आत्तिन्छन्, चिच्याउँछन्, कराउँछन् भने जुन होमादि गरेको जुन भस्म हुन्छ, तिलक हुन्छ अथवा तिलक हुन्छ अथवा भस्म हुन्छ, खरानी भनेर बुझ्छौँ हामी। तिलक हुँदाखेरि कालो हुन्छ, भस्म भयो भने खरानी हुन्छ। त्यो दुईटै लगेर लगाइदिन सकिन्छ। जुन बच्चाहरूलाई तर्सिन्छन् भने अनि त्यहाँ त्यो तिलकहरू लगेर आफ्ना घरमा राख्न सकिन्छ। भोलि हाम्रो भागवत पुस्तक पूजन हुन्छ। पुस्तक पूजन गर्दा तिल रहन्छ। त्यो तिल हामी घरमा लगेर राख्न सक्छौँ। श्राद्ध तिथिका दिन पिण्डमा अर्पण गर्न सक्छौँ। आफ्ना घरका वरिपरि आफ्ना सुत्ने सिरानीमा तर्सिन्छ, नराम्रा सपनाहरू देखिन्छन् भने राख्न सकिन्छ सज्जन। भन्दै मेरा पानीहरूलाई आजसम्मका प्रसङ्गमा मैले यहाँलाई वर्णन गर्ने क्रममा मैले भन्दा र यहाँहरूले सुन्दा कतिपय भएका कमजोरीहरूलाई कुनै परम आराध्य भगवानले परिपूर्ण गराउनुहुन्छ भन्ने अभिलाषा राख्दै र मैले माथिबाट बसेर बोल्ने क्रममा कतिलाई पीर पर्न भएको खण्डमा क्षमा चाहँदै मेरा आफ्ना वचनलाई पूर्ण गर्न चाहन्छु। अब अगाडिका कुराहरू हाम्रो आदरणीय गोपाल गुरुले यहाँलाई जानकारी पनि दिनुहुनेछ। हाम्रो आदरणीय सङ्गीतकार मित्रले हामीलाई मिठा मिठा भजनहरू अनि हामीसँग ताण्डव नृत्य पनि छ, हामी त्यो पनि दर्शन गर्नेछौँ। जागरणको बारेमा हामीले बुझिहाल्यौँ। केवल बस्नु मात्रै जागरण होइन रहेछ। 6 दिनसम्ममा आफ्ना मनभित्रका रामलाई कतिको जगाइयो भन्ने कुराहरूलाई आफूले जान्नुपर्दछ। सुतेर पनि भगवानको नाम जप्नुपर्छ, फेरि मात्रै जप्नुपर्छ भन्ने छैन भन्ने कुराहरूको जानकारी गराउँदै म आजका मेरा वाणीहरूलाई यही विश्राम दिन चाहन्छु। हस्त श्री हरि, सबैले स्वीकार गर्नुहोस् त। श्री हरि, श्री हरि, श्री हरि। श्री हरि भनेको थाहा छ नि सबैलाई होइन? कुनै मेरो धर्म चाहिँ होइन नि, फेरि यो चाहिँ कुनै समुदायको रहेछ नि यसले श्री हरि भन्छ भनेर चाहिँ मक्क नपर्दा हुन्छ होइन। हरि भनेको विष्णु भगवानको नाम हो। श्री भनेको लक्ष्मीको नाम हो। लक्ष्मीले सहित भएकी हरि। सबैले भन्नुलाई छोरी श्री हरि। श्री हरि भनेको के काम गर्छ अरे? पापानि कष्टानि रोगानि दुःखानि सर्वाणि हरतीति
श्री हरि हाम्रा शरीरभित्र रहेका सारा पाप दुःख रोग जसले हरण गर्न सक्दछ उसको नाम के हो हरि अर्थात् लक्ष्मीले सहित भएका विष्णु भगवानलाई के भनिन्छ श्री हरि लक्ष्मीले सहित भएका हरि भनेका विष्णु भगवान फेरि यो चाहिँ कुन समुदायको रहेछ र यसले चाहिँ श्री हरि भन्छ भनेर केही अप्ठ्यारोमा पर्नु पर्दैन भागवतको अन्तिममा पनि हरि शब्द छ त्यसमा अभ्यास बसौँ कुनै पनि भगवानको नाम जपौँ फोनमा बोल्दा हेलो भन्न चाहिँ पाइँदैन मसँग कोही जोडिनु भयो र मसँग बोल्दा चाहिँ मलाई हेलो भन्न चाहिँ पाउनुहुन्न एकपालि अभ्यास बसौँ ल भोलिदेखि त बसाउनु छैन श्री हरि के गर्दा श्री हरि अरे फोनमा बोल्दा खै त आवाज छैन म त भन्दिनँ भन्नुहुँदैछ त्यो घमण्डलाई त्याग गरिदिनु नाम जप्नु फोनमा बोल्दा साथीसँग भेट्दा गुरुसँग भेट्दा पुरानो सुन्न चाहँदा भजन कीर्तनमा जाँदा नाच्दाखेरि गाउँदाखेरि उड्दाखेरि सुत्दाखेरि भेट्दाखेरि श्री हरि जति पनि भगवानका नाम कुनै पनि जप्नु यसैका मलाई कोही मतलब भएन तर भगवानको नाम जप्नु तर श्री हरिको अर्थ मैले बताइदिएँ हरि भनेका विष्णु भगवान हुन् श्रीको अर्थ हामीले सुरुदेखि भागवतको थलनी गर्दाखेरि अर्थ लगाएका थियौँ श्री भनेकी लक्ष्मी हुन् हरि भनेका विष्णु हुन् लक्ष्मीले सहित भएका विष्णु भगवानलाई म नमन गर्दछु भनेर सम्झेको हो अरू केही पनि होइन कोही हुनुहुन्छ राधे राधे भन्नुहुन्छ त्यसको अर्थ पनि कसैले जान्नुहुन्छ भन्न सक्नुहुन्छ हैन केवल हामी उफ्रिरहेका हुन्छौँ नजानिकन तर अस्ति भनेको छ जाने आगामा हात लाग्यो भने फुल्छ नजानिकन लगायो भने फुल्छ नजाने राधे भन्दैछु तपाईँ ठिकै छ तर जान्ने प्रयास गर्नुपर्दछ मैले गोजीमा के बोकेको छु भन्ने कुरा जान्नेमा केवल बोकेको मात्रै छ भने चाहिँ हुँदैन त्यही कारणले आफ्नो खोजी गर्नुपर्दछ भन्दै कि मेरा बाणीहरूलाई यी विराम दिन चाहन्छु हस्त श्री हरि सबैजनाले हात माथि गरेर भन्नुहोला राधे राधे र हामी समक्ष यहाँको निम्ति स्वीकारेर श्री हरि कीर्तन मण्डलीबाट चाहिँ भक्तजनहरूको उपस्थिति भएको छ एकचोटि उठेर सबैजनालाई परिचय दिनुहोला जोरदार तालीले उहाँलाई सम्मान गरौँ उठेर राधे राधे भन्नु सिक्छ राधे श्याम धेरैजना आउनु भएको रहेछ र उहाँहरूको मुखार बिन्दबाट हामी समयको एकदमै पाबन्दीलाई मध्यनजर गर्दै एउटा भजन सबैजना मिलेर प्रस्तुत गरिदिनु होला तत्पश्चात हामीसँग निर्मला कार्की डायनीजी हुनुहुन्छ उहाँको मुखार बिन्दबाट पनि हामी एउटा मिठो भजन श्रवण गर्नेछौँ अनि हामी केही छिनमै शिवताण्डवको दर्शन गर्नेछौँ र समय रहेसम्म हामी अरू इच्छुक महानुभावहरूलाई गाउन सक्नुहुनेछ र हात माथि गरेर एकचोटि सबैजनाले भन्नुहोला जय श्री राधे म श्री हरि कीर्तन मण्डलीका भक्तजनहरूलाई यो माइक्रोफोन हस्तान्तरण गर्न चाहन्छु जय श्री हरि हरि जय हो सम्पूर्ण भक्तजनहरूको जय हो कीर्तनायक परिवारको जय हो श्रीमद् भागवत आयोजक परिवारको जय हो प्रेमी हरि कीर्तन परिवारको जय जय हो
श्री राम को भयो ने बंधने